अरूले यो भिडियो हेऱ्यो पनि नभए पनि बुढापार्टीहरूले चाहिँ हेर्नुपर्छ जरुरी छ किनभने बुढापार्टी उसमा गयो भने त तपाईँको 200 रुपियाँ जाइहाल्छ हो क्याफेमा गयो भने त मिनिमम 200 रुपियाँ जान्छ त्योभन्दा बेस्ट घरमा बसी बसी बेलुका ठ्याक्क 60 ml लाउँदै भम गर्नु पनि सक्नुहुन्छ हो नत्र भने बसी बसी गर्नु सक्नुहुन्छ बुढापार्टीले चाहिँ हेर्नुहोस् है स्किप नगर्नुहोस् है बुढापार्टी ल हेलो फ्रेन्ड्स सत श्री अकाल नमस्कार है क्यापुलो है यो भिडियो चाहिँ हाम्रो भेटरेन बुढापार्टीहरूको लागि बुढो अनि अरू पनि जो स्टेट गभर्मेन्टको अन्डरमा पनि गर्नेको लागि पनि हो खास गरी चाहिँ यो आर्मी पर्सनलको लागि हो जसले हर सालमा हामी जो लाइफ सर्टिफिकेट बुझाउने गर्छौँ त्यो चाहिँ हामी क्याफेमा गएर बुझाउने गर्छौँ है 150-200 रुपियाँ दिएर बुझाउने गर्छौँ है त्यो चाहिँ फ्री अफ कस्ट हामी घरमा चाहिँ कसरी त्यसलाई चाहिँ घरमै बसी बसी चाहिँ कसरी लाइफ सर्टिफिकेट जम्मा गर्न सकिन्छ र त्यसको लागि चाहिँ के प्रोसेस छ भन्ने कुरो विषयमा चाहिँ यो भिडियो बनाइरहेको छु र त्यसको लागि चाहिँ फर्स्टमा चाहिँ सबभन्दा पहिला चाहिँ तपाईँको यहाँ माथि तपाईँले हेर्नुभएको छ होला यो के भन्छ जीवन प्रमाणपत्र भन्ने एउटा एप चाहिन्छ है एउटा एप यो भयो अर्को चाहिँ तपाईँको अर्को फेरि नेक्स्ट चाहिँ तपाईँको यो आधार इनेबल आरडी सर्भिस भन्छ है त्यो चाहिन्छ है यो छ यो फोनमा इन्स्टल गरेर चाहिँ तपाईँले घरमा बसी बसी नै तपाईँले आफ्नो लाइफ सर्टिफिकेट जम्मा गर्न सक्नुहुनेछ यसको लागि चाहिँ यो भिडियो हेर्नु होला धन्यवाद ल स्क्रिनतिर जाउँ है त है सबभन्दा पहिला तपाईँ स्क्रिनमा गएर तपाईँको यो जीवन प्रमाण एपलाई तपाईँ अन गर्नुहोस् है यसलाई क्लिक गरेर अन गरेपछि तपाईँको यस्तो इन्टरफेस खोलिन्छ है यसमा चाहिँ तपाईँको आधार नम्बर हाल्नुपर्छ हो मोबाइल नम्बर हालेर त्यहाँदेखि इमेल जसको हाल्दा हुन्छ जसको एक्टिभ इमेल छ त्यसमा चाहिँ त्यो मेल आउँछ त्यसमा हालेर तपाईँले यसलाई सबमिट गरेपछि यो इन्टरफेस आउँछ है यसमा चाहिँ माथि लेख्नु होला सर्भिस सेन्ट्रल गभर्मेन्ट डिफेन्स यो त डिफेन्स हाम्रो डिफेन्सको भएर यस्तो देख्दैछ बाँकी सर्भिसको सर्भिस फ्यामिली पेन्सनको फ्यामिली पेन्सन अरू जसको छ त्यो सबै लेखेको हुन्छ त्यसमा त्यही हिसाबले हुन्छ त्यहाँ क्लिक गरेपछि अप्सन आउँछ अब एक एकवटा क्लिक गर्दै गयो भने त लामो हुन्छ भिडियो त्यही कारण चाहिँ एरोको थ्रु देखाउँदैछु सर्टकट देखाउँदैछु है तपाईँलाई जति लामो फेरि भिडियो हेर्नेलाई पनि पिर बनाउनेलाई पनि पिर हो त्योभन्दा जति सक्दो छोटो यो दुईवटा कुरो त हुन्छ अटोमेटिक हुन्छ यो चाहिँ याद गर्नुपर्छ तपाईँले पिपे नम्बर र एकाउन्ट नम्बर चाहिँ है यो त हुन्छ आधारमा तपाईँको त्यो गरिसकेपछि तपाईँको यो इन्टरफेस खोलिन्छ यसमा चाहिँ तपाईँको डिटेल हुन्छ है तपाईँको के पेन्सन हो सर्भिस पेन्सन हो जो पनि त्यो तपाईँले डिटेल भन्नु त्यसको बादमा चेकबक्स चेकबक्समा क्लिक गरेपछि तपाईँले क्लिक गर्नु पर्यो दुईवटा हुन्छ दुईवटामा चाहिँ क्लिक गरेपछि यो आउँछ नम्बर अफ पिपे रिमेनिङ फर डिएलसी भनेको चाहिँ डिजिटल लाइफ सर्टिफिकेट सबमिसन 1 हो एउटा जसको एउटा पेन्सन छ यसको लागि हो यो जसको दुईवटा पेन्सन हुन्छ जस्तो आर्मीमा पनि काट्यो डिएसीमा पनि काट्यो या फेरि अरू कुनैको डिपार्टमेन्टमा दुईवटा काट्नेले चाहिँ नो यस गरेर चाहिँ फेरि यो भरिसक्यो फेरि अर्को गर्नुपर्छ त जसको एउटा मात्रै पेन्सन छ उसले चाहिँ यसमा अब दुईवटा भन्ने कुरा होइन नो गरेपछि जस्तो नो गर्नुहुन्छ नो गर्नु सक्नु बित्तिकै यो आउँछ कन्फर्मेसन आउँछ यो आधारको बारेमा लेखेको हुन्छ बुझाउनु चाहन्छ एउटा अन्डरटेकिङ जस्तो त्यसमा चेक बक्समा क्लिक गरेर तपाईँ यसलाई सबमिट गरिदिनुहोस्